चाहिँ के हो भाइ? यो धानहरू राख्छ भट्टी जस्तो नि छ त भाइ। त्यो भाइले गाइड गर्नु पर्यो उहाँलाई ल आज चाहिँ ल। यहाँभित्र चाहिँ धान पिस्छ भाइ। ए स्वर्ग जाने चाहिँ कहाँ छ भाइ? कहाँ फेरि भन्नु नि अब भन्नुहोस् त। सो गाइस यहाँ चाहिँ बनाउँदो रहेछ अझै बनिसकेको छैन रहेछ है। यतिमै स्टप गरेको जस्तो छ। यसो हेर्दा चाहिँ कन्स्ट्रक्सन। अन्त लेप्चा गाउँ रहेछ यता चाहिँ दामी। अन्त यहाँ चाहिँ घरहरू रहेछ लेप्चाको मजाको ओल्ड मोडलको घर है। अन्त सो गाइस यहाँ मेरो गाइड हो। यता चाहिँ गाइड गर्नुहुँदैछ हाम्रो यहाँ भाइ यताकै हुनुहुन्छ। स्वर्ग जाने बाटो चाहिँ यहाँभित्र बनाउँछ मटका चाहिँ। अहिले बनाएको छैन? ए बनाएको छैन अहिले। यहाँ माथि काम पनि गरेको छैन है। सो गाइस यहाँ चाहिँ अलिकति कन्स्ट्रक्सनले गर्दा अलिक राम्रोहरू भएको छैन रहेछ होइन। अन्त अलिकति यसलाई मेन्टेनेन्स पनि पुगेको जस्तो देख्दिनँ म चाहिँ। हेर्नुहोस् तपाईँहरू आफै है के भन्नुहुन्छ। सफाइ अलिक छैन रहेछ बिचरा घरहरूको मुनि रटेर राखेर है। त्यो जग्गा चाहिँ एकदमै दामी छ। अन्त यता चाहिँ स्वर्ग जाने बाटो अलिकति कमी चाहिँ मैले त्यही देखेँ यहाँनिर है। फर्स्ट टाइम आएको थिएँ राम्रो छ भनेर। एकदम राम्रो जग्गामा रहेछ तर अलिकति अन्डर कन्स्ट्रक्सनले गर्दाखेरि चाहिँ अलिकति राम्रो अलिकति भएको छैन रहेछ। तर अब अब फ्युचरमा राम्रो हुन्छ होला यहाँनिर। हेर्नुहोस् तपाईँहरू दामी छ यहाँनिर एकदमै। हामी चाहिँ अहिले स्वर्ग जाने बाटो आइरहेको छ होइन। अन्त तपाईँले देखिसक्नुभयो अघि नै। अन्त यहाँनिर लेप्चाको ओल्ड मोडल घरहरू रहेछ यहाँनिर होइन। चलक चलक तर अहिले अन्डर कन्स्ट्रक्सन भएकोले गर्दाखेरि चाहिँ अलिक मेन्टेनेन्स पुगेको छैन रहेछ। एकदम मजा आउँदैछ। सानो भाइसँग पुग्दैछु म चाहिँ। हेर्दै जानुहोस् अन्त हुन्छ। पट चाहिँ यसरी बनाएको रहेछ गाइस। यसलाई जोडेर चाहिँ माथि हाल्ने रहेछ है। गरौँ छ भाइ यो हल्का छ। जाउँ भाइ। यो भइहाल्यो घर। कति स्टेप रहेछ? 1 2 3 4 5 6 7 8 9 19 स्टेप जस्तो चाहिँ बनाइसकेको रहेछ यहाँ। तपाईँले पनि देख्नुभयो होला। अन्त हाम्रो हिस्टोरिकल प्लेस लेप्चाहरूको है। अब एकदमै हिस्टोरिकल प्लेस यहाँनिर दरमदिनमा थियो। अन्त सानो छोटो छटक्कै भिडियो बनाएँ तपाईँहरू देख्नुभयो होला है। पछाडि दामी छ त्यस्तै थियो। अब तपाईँहरूलाई थाहा छ कस्तो के हिस्ट्रीहरू चाहिँ छ भने चाहिँ तपाईँहरू भनिदिनुहोस् होइन। अन्त यति नै थियो गाइस। मजा आयो होला तपाईँहरूलाई नि हेर्नुको लागि। अन्त हाम्रो सानो भाइसँग आजको भिडियोलाई यति नै भाइ। बाई बाई गरिदिनु।